विदेशमा आएर आफ्नो घर नफर्केको 10 वर्ष भयो भन्नुभयो एकजना साथीले। नेपाली होइन उहाँ, तर मलाई लाग्छ यो घटना, यो नेसनालिटी जस्तो नेपालीहरूलाई पनि मजाले परिरहेको हुन्छ। उहाँलाई मैले सोधेँ किन जानु भएन त 10 वर्षसम्म घरको माया लागेन, घरको याद आएन, घरमा कोही हुनुहुन्न भने उहाँले भन्नुभयो बुवा आमा हुनुहुन्छ, अब त बुवा आमा पनि बुढो भइसक्नु भयो, अनि बिहे गरेका छैन, अब बिहे गर्नलाई फिक्स भएको थियो, पछि म गइनँ, उसको अर्कैसँग बिहे भयो, अनि अब आफन्तको त के कुरा गरौँ भन्नुभयो उहाँले। अनि मैले उहाँलाई अझै पनि सोधेँ अनि तपाईँलाई किन जानु भएन त, यहाँ पैसा धेरै कमाएर हो भने उहाँले होइन कमाएको पैसा यहीँ खर्च गर्छु मैले, मलाई घर जानु नै छैन, बरु जति वर्ष बस्छु यही ठाउँमा बस्छु भन्नुभयो। उहाँसँग बुझ्दै जाँदाखेरि उहाँले के भन्नुभयो भने घर जान ठिक्क परेको मान्छे उहाँ, तर यहाँबाट यति ल्याइदेऊ, यहाँबाट यति पठाइदेऊ, यो सामान ल्याइदेऊ, यो गरिदेऊ भनेर आफन्तले मलाई मेरो हालखबर भन्दा धेरै सामानको बारेमा बुझ्न र खोज्न थालिसकेपछि मैले घर जानै छोडिदिएँ, अब के छ र त्यहाँ जान भन्नुभयो। हामीले पनि कुरा गरिरहेको हुन्छौँ, मेरो आफन्त यति वर्ष भयो आउनु भएको छैन, यस्तो भयो हराउनु भएको छ, कति त्यसको जिम्मेवार हामी पनि छौँ कि त्यो पनि बुझ्न पर्यो। विदेशमा कतिको दुःख छ त्यो विदेशमा बस्नेलाई थाहा छ र नेपालमा कतिको दुःख छ त्यो नेपालमा हुनेलाई मात्रै थाहा छ। सबैजना आफ्नो ठाउँमा उभिएर सोच्ने हो भनेदेखि यो जुन डिस्टेन्स हुन्छ, यो जुन एउटा खालीपन हुन्छ त्यसलाई सायद भर्न सकिन्छ होला। वैदेशिक रोजगारीमा हुनुहुन्छ भने घर परिवारको बारेमा पनि सोच्न पर्यो र वैदेशिक रोजगारीमा हुनुभएकोहरूले पनि आफ्नो घर परिवारहरूले पनि वैदेशिक रोजगारीमा जानुभएको मान्छेको बारेमा सोचिदिन पर्यो। अनि वैदेशिक रोजगार बिस्तारै बिस्तारै कम हुँदै जान सक्छ। भौतिक चिजभन्दा भावनात्मक कुरा धेरै अगाडि हुन्छ, धेरै माथि हुन्छ। मान्छेको फिजिकल हेल्थ सँगसँगै मेन्टल हेल्थ पनि एकदमै धेरै इम्पोर्टेन्ट कुरा हुन्छ। त्यसैले तपाईँको परिवारबाट कोही विदेशमा हुनुहुन्छ भने यो ल्याइदिए, यो गरिदिए भनेर भौतिक चिजको मात्रै कुरा गर्नुभन्दा पहिला कस्तो छ त तपाईँलाई भनेर सोध्ने बानी बसालौँ त एकचोटि।